होइन आज हामी चाहिँ जङ्गलमा फेरि हप्ता सिद्धिए लगत्तै हामी आज चाहिँ फेरि जङ्गलमा चरा मार्न आएको छौँ। फेरि घोलहरू देख्ने जङ्गलमा आज आएर यस्तो जङ्गलमा आएर जानुपर्छ है। अब केही छिनपछि हजुरहरूलाई चराको गुड पनि देखाउने छु। त्यहाँमा त्यसको चरा बसेको भए त हामी आज मारिहाल्ने छौँ ट्याक्कै। उहाँ सर चाहिँ उहाँ गुड देखिसक्नु भएको छ। उहाँ उता चाहिँ माथि देखिरहेको छैन तैपनि। हेलो गाइज, होइन धेरै टाढा भएकाले यहाँ त्यति देख्न सकिँदैन। यहाँ चाहिँ यहाँनिर थियो तर तैपनि यसमा चाहिँ यसको माउ चाहिँ र यसलाई चारो खोज्न गएको रहेछ। साह्रै भोक लाग्ने रहेछ। हामी फेरि आज यहाँ आइसकेको छौँ जङ्गलमा ट्याक्क पारेर। के गर्नु, यस्तै छ गाउँको, हामी गाउँले भएकोले यस्तो जङ्गलतिर ट्याक्क जाँदै यस्तो चराहरू मार्ने काम चाहिँ हाम्रो हो। अनि त्यही भएर जङ्गल आएपछि त ट्याक्क यस्तो भिडमा पनि जानुपर्छ। भैँसीलाई घाँस काट्नको लागि पालिएको मेला हो यो। यस्तो हाम्रो गाउँ चाहिँ यता छ, उता देख्न सक्नुहुन्छ। यति रमाइलो छ क्या हाम्रो यस्तो गाउँ ठाउँमा। तपाईँ एकपटक अवश्य घुम्न आउनु होला। हाम्रो यस्तो हरियाली ट्याक्क छ है। अब यस्तो रुख बिरिछ यता वन जङ्गल धेरै भएका कारणले हामी चाहिँ यहाँ प्रशस्त हावापानी पाइन्छ हाम्रो। ट्याक्क पारेर यहाँ रुखमा छ है। तैपनि तपाईँलाई एकैछिनपछि हामी त्यो चरा निकालेर तपाईँलाई यो भिडियो मार्फत देखाउने नै छौँ। तपाईँ देख्न सक्नुहुन्छ त्यो रुखमा जान्छ। म तपाईँलाई देखाउने छु कसरी हाम्रो यो चल्लाको गुडलाई कसरी निकालिन्छ भनेपछि तपाईँ देख्न सक्नुहुन्छ यो भिडियो मार्फत। यसरी नै निकाल्नु होला कहीँ भेटाएपछि। ट्याक्क पारेर देख्नुहुन्छ यहाँको वातावरण हरियाली, वन जङ्गल, हावा पनि समुद्र लागिरहेको छ। यहाँ हाम्रो वन जङ्गलमा समुद्र, चराचुरुङ्गीको आवाज लगत्तै यहाँको वन जङ्गलमा घुम्न आयो भने यहाँ चाहिँ आनन्द महसुस हुन्छ। कुनै किसिमको बोझ मनमा पीडा भयो भने जङ्गलमा घुम्न आउँदा चाहिँ सबै आनन्द महसुस हुन्छ। त्यही भएर हामी आज चाहिँ जङ्गल घुम्ने प्रत्यक्षमा गर्दैछौँ। ऊ चाहिँ उता गइसकेको छ रुखमा ट्याक्क चरा निकाल्नलाई। यताबाट निक्लनुपर्छ, यताबाट ट्याक्क यतादेखि उदै यहाँबाट ट्याक्क यहाँनिर आउनेछ। यहाँनिर चल्लोलाई समातेर फेरि तपाईँको माझमा यो चल्लोलाई देखाउने छु। त्यही भएर ट्याक्क उता पुगिसक्नु भएको। त्यहाँबाट ट्याक्कै यताबाट फेरि कहीँ धेरै। त्यही भएर अब ऊ चाहिँ चराको गुड नजिक पुगिसकेको अवस्था छ। त्यसै कारण अर्को चरा चाहिँ नरहेको छ। अनि त्यही भएर हामी यो जङ्गलमा आज चाहिँ चरा मार्ने भनेर आएको थियौँ। यसको माउ चाहिँ भेटिएन। अब यसको चरा चाहिँ लगिने हो घरमा पालेर ठुलो बनाएर फेरि आफ्नै ठाउँ छोडिदिने भन्ने सोचेको छ। अब के हुन्छ पछिसँग तपाईँलाई देखाउने नै छु। ऊ चाहिँ यहाँ रुखमा गइसकेको छ। तैपनि हाम्रो चाहिँ यहाँ हावा लागिरहेको छ। उसलाई अहिले आफत परिरहेको छ। उहाँ हावाले उडान पनि सक्छ। यहाँ यस्तो हावा चलिरहेको छ, यस्तो आनन्द महसुस भइरहेको छ। हामी चाहिँ जङ्गल आएकोले चिसो हावा भएकाले यहाँ चाहिँ ट्याक्क हामीलाई हामी चाहिँ यहाँ जङ्गलमा आज रमाइलो गर्दै गुलियाली खेल्दै चरा मार्ने भनेर आएको थियौँ। तर चाहिँ पनि चरा भेटिएको छैन अहिलेसम्म। केही छिनपछि चरा भेटियो भने हजुरहरूको माझ देखाउनेछौँ। उसले चाहिँ चरा आज घुम्ने प्लान बनायो। तपाईँलाई एक हप्ता अगाडि मैले एउटा चल्लाको गुड चाहिँ सानो एउटा चरासहित अनि गुड देखेको हजुर
लाई देखाएको थिएँ। अझ फेरि अर्को देखाउने भनेर आज म देखाइरहेको थिएँ। धेरै टाढा हुँदाखेरि रुख अग्लो हुँदाखेरि हामीले चाहिँ देखाउन सकेनौँ अनि त्यही भएर उता देखिएन, हल्का हल्का त देखिन्थ्यो अनि त्यही भएर उहाँ जान सकिँदैन, अहिले रुखमा चढ्न सकिँदैन। त्यही भएर अनि हामी चाहिँ अरू कुनै गुड चराको गुड भेटिएछ भने हजुरहरूलाई देखाउने नै छु। तपाईँहरू मेरो फेसबुक पेजमा, फेसबुक आइडी लगायत टिकटकमा जोडिँदै गर्नुहोला। तपाईँलाई अरू वन जङ्गलको हरियाली वातावरण अनि यहाँको वातावरण अनि यहाँको चराचुरुङ्गीको समुद्र आवाज सँगै तपाईँहरूलाई गुड रहेको नयाँ सल्लाहलाई देखाउने नै छु। तपाईँ हेर्दै गर्नुहोला।